नमस्कार, विचार विज्ञान पोडकास्ट सिरिज एपिसोड 10मा स्वागत छ। म विज्ञान श्रेष्ठ। आज हामी सुखको बारेमा चर्चा गर्न गइरहेका छौँ। सुख एक यस्तो चिज हो जो प्रत्येक व्यक्तिले खोजिरहेका छन् र प्रत्येक मानवले खोजिरहेका छन्। चाहे व्यक्ति शिक्षाको लागि मरिमेटेको होस्, चाहे धन प्राप्तिको लागि लडिरहेको होस्, चाहे कुनै पनि किसिमको मान प्रतिष्ठा इज्जत प्राप्तिको लागि दौडिरहेको होस्, तर अन्तत्वगतवा उसले प्राप्त गर्न चाहेको कुरा भनेको सुख नै हो। र विडम्बना हरेक व्यक्तिले खोज्ने, तर बिरलै कोही व्यक्तिले मात्रै प्राप्त गर्न सक्ने र सकिरहेको यो विषय सुख वास्तवमै के हो, थोरै कुराहरू आज हामी चर्चा गर्नेछौँ र यसलाई मात्र विचारशैलीमा थोरै परिवर्तन गरेर पनि प्राप्त गर्न सकिन्छ भन्ने विषयमा पनि चर्चा गर्न गइरहेका छौँ। आफूले गर्ने व्यवहार, आफूले सोच्ने तरिकालाई थोरै मात्र परिमार्जन गर्ने हो भने पनि हामीले संसारले खोजिरहेको सुख पाउन सक्छौँ। र के गर्न सकिन्छ, आउनुहोस् चर्चा गरौँ। वास्तवमा सुख प्राप्तिको लागि धेरै ठुला कुराहरू गर्न आवश्यक छैन र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सुख आफैभित्र छ र यसलाई खोजिराख्न पर्दैन। संसारका सबै चिज र वस्तुहरूलाई हामीले प्राप्त गर्न बाह्य आँखाले बाह्य संसारमा खोज्न पर्ने हुन्छ, तर सुख चाहिँ एक यस्तो चिज हो जसलाई आँखा चिम्लेर आफूभित्रै खोज्न सकिन्छ र त्यसलाई प्राप्त पनि गर्न सकिन्छ। र सुख प्राप्ति गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण र पहिलो कुरा भनेको आफूलाई स्वीकार गर्नु, सेल्फ एक्सेप्टेन्स। यो कसरी सम्भव छ त भन्नाले एउटा व्यक्ति किन दुखी छ भन्दाखेरि उसले आफ्नो अस्तित्वलाई स्वीकार गरेको छैन। उसले दोस्रो व्यक्तिको अस्तित्वलाई स्वीकार गरेको छ र जब तुलना हुन्छ आफूलाई कमजोर पाउँछ, निरीह पाउँछ र यही कारण ऊ दुखी बन्न पुग्छ। यसको मतलब हामीले सुख प्राप्तिको लागि गर्नुपर्ने कुराहरू अब गर्न सक्नुपर्छ र सुख प्राप्ति गर्नको लागि आफूलाई सबैभन्दा महत्त्वपूर्ण कुरा र प्रथम कुरा भनेको आफूलाई चिन्ने हो। आफूलाई चिन्नको लागि सबैभन्दा पहिला आफूले आफूलाई स्वीकार गर्न सक्नुपर्छ र प्राय मानिसले आफूले आफूलाई स्वीकार गरेको हामी पाउँदैनौँ। त्यसैले आफू जे जस्तो छौँ, हामी जुन अवस्थामा छौँ, जुन तरिकाले जीवनयापन गरिरहेका छौँ र जुन परिवेशमा हाम्रो जन्म भएको छ, जुन परिवेशमा हामी हुर्किरहेका छौँ, त्यसलाई एक्सेप्ट गर्न सक्नुपर्छ। र यो हरेक व्यक्तिले बुझ्नै पर्ने कुरा हो, किनकि हरेक व्यक्तिको पृष्ठभूमि फरक हुन्छ। सबैले सबै जसो बन्न कुनै पनि हालतमा सक्दैन। वास्तवमै आफू जस्तै बाँच्ने हो भने सुख खोजिराख्न पर्दैन, त्यो आफैभित्र प्राप्त हुन्छ भनेर बुझ्नुपर्छ। त्यसैले आफूलाई स्वीकार गर्नुहोस्। मेरो नाक चुच्चो किन छ, मेरो नाक गोलो किन छ भनेर हामीले प्रश्न गर्ने हो भने हामीले पाउने भनेको दुःख नै हो। दोस्रो व्यक्तिको नाक किन चुच्चो छ, मेरो नाक किन गोलो छ, मेरो नाक किन राम्रो छैन, अथवा मेरो आँखा किन ठुलो छ, किन सानो छ, यसरी प्रश्न गर्ने हो भने कुनै पनि हालतमा सुखको प्राप्ति हुन सक्दैन। त्यसैले आउनुहोस् आफूले आफूलाई स्वीकारौँ। हामी जुन परिवेशमा जन्मियौँ, जुन रहनसहनमा हुर्किरहेका छौँ, त्यसलाई सर्वप्रथम स्वीकारौँ। सुखको पहिलो च्याप्टर यहीँबाट खुल्न थाल्नेछ। दोस्रो कुरा भनेको सकारात्मक सोच हो। तपाईँ हामी जतिसुकै ठुल्ठुला कुरा गरे पनि हामीलाई सफल बन्नको लागि सकारात्मक सोचको भने आवश्यकता पर्छ। खुसी हुन, सुखी हुनको लागि सकारात्मक सोच्ने शैलीको जीवनशैली भने आवश्यक पर्छ। हरेक कुरामा नेगेटिभली सोच्ने, बोल्ने, व्याख्या वर्णन गर्ने, हरेक कुरामा कमी कमजोरी मात्रै देख्ने बानीले हामीले कुनै पनि हालतमा आफूलाई खुसी बनाउन सक्दैनौँ, सुखी बनाउन सक्दैनौँ। सामान्य उदाहरण लिउँ। कुनै पनि कपमा आधी ग्लास पानी भरिएको छ भने त्यो आधी भरिएको पनि हो र आधी खाली पनि हो। र खालीमा हामीले ध्यान दिने हो भने हामी दुखी बन्छौँ, तर आधी गिलास भरिएको छ भनेर सोच्ने हो भने त्यो खुसी भन्ने एउटा बहाना पनि हामीले त्यहाँ पाउन सक्छौँ।
ठिक त्यसरी नै हरेक कुरामा एउटा सकारात्मक पक्ष पनि हुन्छ र नकारात्मक पक्ष पनि हुन्छ र सकारात्मक पक्षलाई केन्द्रबिन्दुमा राखेर नकारात्मक कुरालाई हामीले तिलाञ्जली दिने हो भने त्यहाँ सुख भेटाउन सक्छौँ। चन्द्रमालाई हेरेर हामी खुसी पनि भन्न सक्छौँ, शीतलताको अनुभव पनि गर्न सक्छौँ। तर दाग पनि छ भनेर हामीले सोच्ने हो भने त्यो दागबाट हामी दुखी बनिरहेका हुन्छौँ। त्यसैले आउनुहोस् सकारात्मक सोच राखौँ। जिन्दगीमा सबैले खोजिरहेको तर विरलै मान्छेले पाइरहेको सुख सजिलै पाउने बाटोमा लागौँ। अर्को भनेको मानिस एक सामाजिक प्राणी हो, ऊ पारिवारिक प्राणी हो र ऊ एक्लै जन्मिए पनि एक्लै मरे पनि उसलाई बाँचिरहन्जेलसम्म भने परिवार चाहिन्छ, समाज चाहिन्छ, आफन्त इष्टमित्र र दोस्रो व्यक्ति पनि चाहिन्छ। होइन भने ऊ एक्लै बाँच्न निकै नै गाह्रो मान्छ। कतिपय जीवजन्तु जनावरहरू छन् एक्लै एक्लै बाँच्छन्, समूहमा पनि बस्दैनन्। तर मानिस स्वभावैले सामाजिक प्राणी भएकोले के कुरामा पनि हामीले ध्यान दिनुपर्छ भन्दाखेरि परिवार, समाज, आफन्त, इष्टमित्रसँग हाम्रो सम्बन्ध राम्रो हुन नसक्दा कतिपय समयमा सुख हामीले पाइरहेका हुँदैनौँ। हामी आफै राम्रो छौँ, राम्रा छौँ भनेर भनिरहँदा हामीलाई दुखी बनाइरहने कुरा के त भन्दाखेरि हाम्रा वरिपरि बस्ने मानिसहरूसँगको सुमधुर सम्बन्ध हुन नसक्दा हामी दुखी बनिरहेका हुन्छौँ। त्यसैले हामीसँग शिक्षा छ, सम्पत्ति छ, इज्जत छ, प्रतिष्ठा छ, पद छ, सबै कुरा भइकन पनि हामीसँग हाम्रा आफन्तहरूसँगको राम्रो सम्बन्ध छैन भने त्यो बेला हामीले चाहेरै पनि सुखी जीवन बिताउन सक्दैनौँ, खुसी जीवन बिताउन सक्दैनौँ। त्यसैले के छ कमजोरी, दोस्रो व्यक्तिमा के छ कमजोरी मात्र हेरिरहँदा आफ्नो गल्ती कमजोरी पनि के छ भनेर बुझ्ने, सोध्ने, खोज्ने र मनन गर्ने हो भने सायद अघि भने जस्तै सकारात्मक सोचको आवश्यकता परे जस्तै यो सम्बन्ध सुधार गर्ने हो भने सकारात्मक सोचको मार्फत सम्बन्धहरूलाई सुधार गर्दै आफ्नो गल्तीहरूलाई महसुस गर्दै दोस्रो व्यक्तिको आत्मसम्मानलाई सम्मान गर्दै विचारलाई स्थान दिँदै जाने हो भने पक्कै पनि हामी अगाडि बढ्न सक्छौँ। त्यसैले आफ्ना साथी, आफन्त उनीहरूसँगको सुमधुर सम्बन्ध हुन सकेन भने हामी सफल बन्न नसक्ने भएकाले हामीले यी वरिपरिका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गर्ने कोसिस गर्नुपर्छ। प्राय मानिसहरू कम्प्लेन गर्छन्, तर कम्प्लेन गरेर कुनै पनि हालतमा हामी सुखी बन्न सक्दैनौँ, खुसी बन्न सक्दैनौँ। के भन्न सक्छौँ त भन्दाखेरि हामी दुखी बन्न सक्छौँ। त्यसैले आफूसँग जे छ, आफूसँग जो छ, आफू जहाँ छौँ त्यसको लागि कृतज्ञ हुन सिक्नुपर्छ। कृतज्ञता भनेको धेरै महान काम हो, महान गुण हो। सबैले कृतज्ञ हुन सक्दैनन्। हामी प्राय आफ्नो अनुहार ऐना नहुने हो भने देख्नै सक्दैनौँ। त्यसकारण हामी दोस्रो व्यक्तिको अनुहार मात्रै सुन्दर देखिरहेका हुन्छौँ, दोस्रो व्यक्तिको अनुहारमा भएको दाग मात्रै देखिरहेका हुन्छौँ। तर आफ्नै अनुहार हेर्नको लागि यदि ऐना नहुँदो हो, यो सम्भव नहुँदो हो त हामीले आफ्नो अनुहार पनि चिन्न सक्दैनौँ। त्यसैले आफू जे छ, जुन अवस्थामा छौँ, जहाँ छौँ त्यसको लागि शुक्रगुजार हुन सिक्नुपर्छ, कृतज्ञ बन्न सिक्नुपर्छ। आफूसँग नभएको कुरामा मात्रै दिनरात चर्चा गरिरहने, कल्पना गरिरहने, त्यसको प्राप्तिको अपेक्षा मात्रै गरिरहने अनि आफूलाई धिक्कार्दै बस्ने हो भने कुनै पनि हालतमा हामी सुखी हुन सक्दैनौँ। त्यसैले आउनुहोस् हामी कृतज्ञ बनौँ। हामीसँग हात छ, संसारमा कतिपय मानिसहरूसँग हात छैन, हामीसँग खुट्टा छ, संसारमा त्यस्ता धेरै मानिसहरू छन् जोसँग खुट्टा छैन। कतिपय मानिसहरू आँखा देख्दैनन्, हामी आँखा देख्छौँ। कतिपय देशहरूमा युद्धको माहौल छ, हाम्रो देशमा शान्ति छ, उन्नति छ। समस्या देख्ने हो भने सबै ठाउँमा समस्या देख्न सकिन्छ। राम्रा कुराहरू देख्ने हो भने राम्रै कुराहरू मात्र देख्न सकिन्छ। त्यसैले जे आफूसँग राम्रो कुराहरू छ त्यसको लागि हामी कृतज्ञ हौँ। यसबाट हामी पक्कै पनि सुखी बन्न सक्नेछौँ। अनि अर्को कुरा भनेको मानिसको जीवन स्वास्थ्यको लागि एकदमै महत्त्वपूर्ण एउटा अंशको रूपमा रहेको हुन्छ। अर्थात् मानिसको जीवनमा स्वास्थ्य निकै नै महत्त्वपूर्ण स्थान राख्ने कुरा हो। हामीसँग गाडी छ, बङ्गला छ, इज्जत, प्रतिष्ठा, सम्मान छ, सबै छ, तर हामीसँग स्वास्थ्य छैन भने त्यस्तो अवस्थामा हामीले सबै कुरा पाएर पनि सबै कुरा गुमाउनु पर्ने हुन्छ। त्यसैले बुझ्नै पर्ने कुरा, हामीले हाम्रो जीवन
बाँचुन्जेलसम्म आफूलाई कसरी स्वस्थ राख्ने, कसरी शारीरिक स्वास्थ्य प्राप्ति गर्ने, मानसिक रूपमा कसरी तन्दुरुस्त हुने, ती कुरामा पनि हामीले चिन्तन गर्न सक्नुपर्छ। स्वास्थ्यको पर्वाह नगर्ने, जे पनि खाने, जहाँ पनि जाने, जस्तोसुकै जीवनशैली पनि अपनाउने हो भने त्यसले हामीलाई सबै कुरा प्राप्त गरेर पनि असफल बनाइरहेको हुन्छ। करोडौँ अरबौँको सम्पत्ति भएर पनि हामीलाई हाम्रो जीवनशैली नमिल्दा, हाम्रो स्वास्थ्यमा हामीले लापरवाही गर्दा क्यान्सर अथवा योभन्दा नि चर्का किसिमका ठुल्ठुला रोगहरू लाग्न सक्छ। यसैले स्वस्थ जीवनयापन गर्नु नै एउटा सुखी र खुसी जीवनयापन गर्नु हो। त्यसका लागि हामीले स्वास्थ्यको लागि पनि केही हदसम्म सोच्नै पर्छ, प्रयास गर्नै पर्छ। यो कुरा पनि हामीले मनन गर्नै पर्छ। अनि अर्को कुरा भनेको मानिस सम्भवतः सामाजिक प्राणी भएको कारणले उसले समाज बिना आफूलाई एक्लै बचाउन सक्दैन। त्यस कारण पनि उसमा सहयोगी भावना पनि अवश्य पनि हुनुपर्छ। संसारका प्रायजसो जीवजन्तुहरू एक्लै बाँच्छन्, समूहमा बाँच्छन्, आफ्नै किसिमको दुनियाँमा आफ्नै किसिमको पाराले बाँच्छन्। तर मानिसको बारेमा कुराकानी गर्नुपर्दा ऊ सामाजिक प्राणी भएकोले उसले एकले अर्कालाई सहयोग गर्नुपर्ने हुन्छ। एकले अर्कालाई सहयोग गरेरै ऊ सुखी बन्न सक्छ। भन्न त उसले आफूलाई इन्डिपेन्डेन्ट भन्छन्, आत्मनिर्भर भन्छन्, तर वास्तवमै भन्ने हो भने मानव जीवन अन्तर्निर्भर रहेको छ। हामीले लगाइरहेको लुगा हामीलाई सिलाउन नआए पनि हामी लगाइरहेका छौँ। दोस्रो व्यक्तिले सिलाइदिन्छ र दोस्रो व्यक्तिलाई नआउने कुराहरू हामी गरेर दिइरहेका हुन्छौँ। एक अर्कालाई हामी सहयोग गरिरहेका हुन्छौँ। यसरी सहयोगको भावनाबाट प्रेरित भएको मानिस मात्रै सुखी बन्न सक्छ। दोस्रो व्यक्तिलाई परेको दुःखमा मलमपट्टि गर्ने व्यक्ति मात्रै, सहयोगी भावनाले प्रेरित व्यक्ति मात्रै सुखी हुन सक्छ। र यो गुण एउटा उत्तम मानवमा हुनुपर्ने गुण पनि रहेको छ। त्यसैले आउनुहोस्, आफूमा अहिलेसम्म पनि हामीमा यो सहयोगी भावना विकास भइसकेको छैन भने हामी थोरै आध्यात्मिक बन्न जरुरी छ। अध्यात्म कुनै धर्म या शास्त्रको नाम होइन, या कुनै देवी देवताको पूजा गर्नु मात्रै अध्यात्म होइन, धर्म कीर्तन भजन कीर्तन गर्नु मात्रै आध्यात्मिक हुनु होइन। आफूलाई सहयोगी भावनाले प्रेरित गरेर समस्त प्राणीजन मानवको कल्याणमा लगाउनु पनि एउटा उत्तम कार्यको रूपमा लिन सक्नुपर्छ। र यसका लागि हामीले आफूलाई सहयोगी व्यक्तिका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। मानिस किन दुःखी बन्छ भन्दा अर्को कारण रहेको छ तनाव। र अहिलेको समयमा मानिसहरू तनाव बिना बाँच्नै नसक्ने अवस्था भइसकेको छ। तनाव बिहानको पहिलो प्रहरदेखि सुरु हुन्छ र उसको तनाव बेलुका सुत्ने बेलासम्म रहिरहन्छ। एकपछि अर्को, अर्कोपछि अर्को, अर्कोपछि अर्को गरेर विशेष गरी यो सहरी जीवनशैलीमा मानिसहरूलाई धेरै नै तनाव हुने गर्छ। आर्थिक तनाव, सामाजिक तनाव, पारिवारिक तनाव, स्वास्थ्यको तनाव, सम्बन्धको तनाव, जागिरको तनाव, व्यापार व्यवसायको तनाव अथवा धेरै अन्य कुराहरूले पनि यो तनावलाई बढावा दिने काम भइरहेको हुन्छ। त्यसैले तनावलाई नियन्त्रण गर्न पनि हामीले केही न केही दैनिक रूपमा कामहरू गर्न सक्नुपर्छ। जस्तो कि हामीले ध्यान गर्न सक्छौँ, प्राणायाम गर्न सक्छौँ, योगाभ्यासहरू गर्न सक्छौँ, मिठो मनलाई शान्त बनाउने सङ्गीत सुनेर हामीले आनन्दित बनाउन सक्छौँ, प्रकृतिको काखमा आफूलाई पुर्याएर हामीले केही तनाव कम गर्ने र चिन्तन मनन गरेर पनि हामीले गर्न सक्छौँ, सत्सङ्ग गरेर पनि गर्न सक्छौँ। आफूलाई जे कुराबाट तनाव मुक्ति हुन्छ त्यो कुरा गरेर हामीले हाम्रो जीवनमा सुख प्राप्ति गर्न सक्छौँ। अर्को महत्त्वपूर्ण कुरा पनि रहेको छ र वैज्ञानिक शोध अनुसन्धानहरूले पनि बताइसकेको छ कि जो व्यक्तिसँग लक्ष्य छ ऊ एउटा धुनमा हिँड्छ, ऊ काममा हिँड्छ, ऊ बरालिने चान्सेसहरू धेरै कम हुन्छ। त्यसैले सबै व्यक्तिसँग लक्ष्य हुन्छ भन्ने छैन। जो व्यक्तिसँग लक्ष्य छ ऊ व्यक्ति हरेक किसिमको बाधा अडचन परिस्थितिहरूमा पनि आफूलाई योद्धाका रूपमा उभ्याउँछ र लक्ष्यमा नपुगुन्जेलसम्म अगाडि बढिराख्छ। त्यसैले सुखी जीवन जिउन चाहने व्यक्तिले लक्ष्य बनाउन आवश्यक छ। एउटा टिचर हो भने टिचरले उत्कृष्ट टिचर बन्ने लक्ष्य राख्न सक्छ। व्यापारी हो भने उत्कृष्ट व्यापारी बन्ने लक्ष्य राख्न सक्छ। एउटा विद्यार्थी हो भने आफूले चाहेको पेसा व्यवसाय अँगाल्न सक्ने खालको लक्ष्य राख्न सक्छ। जोसँग जे छ, इच्छा आकाङ्क्षा छ, त्यसमा उत्कृष्टता हासिल गर्ने लक्ष्य भएको व्यक्ति
तुलनात्मक रूपमा लक्ष्य नभएको व्यक्तिभन्दा धेरै नै सुखी हुन्छ, किनकि ऊ काममा हराइरहेको हुन्छ, कर्मयोग घटिरहेको हुन्छ। तर जोसँग लक्ष्य छैन, कहिले यता कहिले उता कुनै काममा यताउता गरिराख्ने व्यक्ति बरालिरहेको हुन्छ र ऊ कतै पुग्दैन र यसले उसलाई अझै झनै दुःखी बनाइरहेको हुन्छ। त्यसैले लक्ष्य हुनु पनि निकै नै आवश्यक छ सुखी जीवन बाँच्नको लागि। र अर्को कुरा, मानव जीवनको एउटा कमजोरीको रूपमा रहेको हामी बढी तुलना गर्छौँ, सधैँ तुलना गर्छौँ। उसको भन्दा मेरो कम छ, मेरो भन्दा उसको बढी छ, अथवा ऊ भन्दा म राम्रो, म भन्दा ऊ कमजोर, ऊ भन्दा मेरो क्षमता बढी छ। यसरी हामी तुलना गर्ने काम हर हमेसा गरिरहेका हुन्छौँ, आफ्नो क्षेत्रबाट गरिरहेका हुन्छौँ। चाहेरै पनि यो बानीबाट हामी आफूलाई पन्छाउन सक्दैनौँ। त्यसैले पनि अब बुझ्नुपर्ने कुरा, तुलना गर्न सक्ने व्यक्तिले तुलना नगरी पनि बाँच्न सक्ने क्षमता विकास गर्नुपर्ने हुन्छ। जो हर हमेसा तुलना गरेर बाँचिरहेका हुन्छन् उसले बुझ्नै पर्ने, आफ्नो निजत्वलाई स्वीकार्दै अरूसँग तुलना गरेर म सुखी हुन सक्दिनँ भनेर मनन गर्दै तुलना नगरिकन सुखी जीवन बाँच्न सक्छ। र अर्को भनेको मानव इतिहासकै महत्त्वपूर्ण एउटा मानव जीवनकै एउटा महत्त्वपूर्ण देनका रूपमा केवल मानवले मात्रै हाँस्न सक्छ भनिन्छ। हाँसो, बेला मौकामा हामी हाँस्नुपर्छ, किनकि मानव जीवन पाएका छौँ हामीले र मानव जीवनमा हामीले मजाले दिल फुकाएर हाँस्न सक्छौँ। यो भगवानले हामीलाई दिएको एउटा उपहारको रूपमा हामीले स्वीकार गर्न सक्यौँ र बेला मौकामा हामीले आफूले आफूलाई खुसी बनाउँदै हाँसोमा डुबाउने हो भने कतिपय दुःख पीडा झाउ झन्झटहरूबाट हामी मुक्त हुन सक्छौँ। त्यसैले हाँस्न सिक्नुहोस्। भनिन्छ जो हाँस्न सक्दैन त्यो बाँच्न सक्दैन, अथवा भनौँ जो हाँस्न जान्दैन त्यो बाँच्न जान्दैन। मानव जीवनको उत्कृष्ट उपहारका रूपमा रहेको हाँसोलाई बेला मौकामा हामीले सदुपयोग गर्दै हाँस्न सक्ने व्यक्ति तनावबाट मुक्त हुन्छ र तनावबाट मुक्त भएको मानिस मात्रै सुखी हुन सक्छ। त आज हामीले विचार विज्ञान पोडकास्टको यो एपिसोडमा खुसी कसरी बन्न सक्छौँ र सुख कसरी प्राप्त गर्न सक्छौँ, यी दुईटै कुरामा हामीले चिन्तन मनन गर्ने छोटो प्रयास गऱ्यौँ। र तपाईँ हामी मध्ये पनि यी कमी कमजोरीहरू रहेर हामी बाँचिरहेका छौँ भने पक्कै पनि यी कमी कमजोरीहरूलाई मनन गरेर अगाडि बढ्ने हो भने हामी केही हदसम्म खुसी हुन सक्छौँ। धन पाएर मात्रै, पद प्रतिष्ठा शिक्षा दीक्षा पाएर मात्र हामी सुखी बन्न सक्दैनौँ, खुसी बन्न सक्दैनौँ। यसका लागि यी र यस्तै खालका ससाना कुराहरूमा ध्यान दिनु पनि पर्ने हुन्छ र यसलाई व्यावहारिक रूपमा लागू पनि गर्नुपर्ने हुन्छ। विचार विज्ञान पोडकास्ट सिरिजको आजको एपिसोडबाट बिदा लिन चाहन्छौँ। अर्को एपिसोडमा हामी अर्कै विषयमा चर्चा गर्ने कोसिस गर्छौँ। आजको लागि बिदा लिन चाहन्छौँ। नमस्कार।